हेलो गाइज वेलकम टु माई एनदर मिनी ब्लग। आज पनि मेरो छिटेकै ब्लग छ होइन। आज त्यसो चाहिँ हामीले के खाजा खायौँ भनेर छ है। अनि सुरुमा चाहिँ मैले मम बाबाको लागि चिया बसाइदिएँ, रातो चिया। अनि त्यसपछि म यता पानीपुरीको लागि अचारको लागि रेडी गर्न थालेँ। अनि चनाको आलुले चाहिँ हिजोकै थियो नि त, मैले थुक्पा खाने भनेर हिजो आलु र चना उसिनेको थिएँ। लास्ट टाइममा चाउमिन खाने भएर त्यो रहेको थियो नि, मैले फ्रिजमै राखेको थिएँ। अनि आज चाहिँ पानीपुरी खाने भनेर अनि यहाँ ठिक्क चिया पनि पाएको। अनि चिया पनि बाबा मम्मी चाहिँ रातो चिया खानुहुन्छ क्या, दुध लगाएको चिया खानुहुन्न। अनि मैले मम्मी बाबालाई नि लगेर चिया पनि दिएँ। अनि त्यसपछि चिया दिएर आएर अनि म प्याज काट्न थालेँ। अब प्याज त चाहियो होइन, प्याज बिना त मिठो हुँदैन फेरि। अनि म यहाँनिर धमाधम प्याज काट्दैछु। अनि मैले बुढीलाई चिया पकाउनु ल भने, हामी चाहिँ दुध लगाएको चिया खान्छौँ नि त, बुढी म मेरो हस्बेन्ड चाहिँ दुध लगाएको चिया खान्छौँ। अनि त्यसपछि अनि म त धमाधम प्याज काट्न थालेँ। अनि प्याज खोर्सानीहरू सबै थोक काटेँ। त्यति बेलासम्म भान्जा उता कता खेल्दै थिएँ। लास्टमा त भान्जा आइदिइरहेको क्या, लास्टमा हेर्नु ल चियाउँछन् भान्जालाई, अनि भिडियो अफ गरिदिन्छन् क्या भान्जाले। यहाँ ल ऊ अब चियाउँछन् अनि भिडियो अफ गरिदिन्छन् ऊ। अनि त्यसपछि मैले खोर्सानी धनियाँहरू काटिओरि अचारको लागि ठिक्क पारेर यहाँ यता चाहिँ हाम्रो लागि चिया पाक्दैछ। बुढीले चिया पाक्दै हुनुहुन्छ र म यता बदाम पनि भुट्नको लागि रेडी गरेँ। अनि म ठिक्क चिया पनि पाएको। अनि हामीले चाहिँ चिया खायौँ पहिले। अनि के भन्दै हुन्छ, मलाई मेरो हस्बेन्डले जिस्काउँदै हुन्छ माथि मम्मी मेरो चार्जर हरायो भनेर यता उता खोज्दै हुनुहुन्छ यहाँनिर। अनि त्यसपछि अनि मेरो हस्बेन्ड र भान्जा चाहिँ यता पानीपुरी लिन जानु, पानीपुरी थिएन नि त। अनि त्यति बेलासम्म चाहिँ मैले चिया खाएको धन्नाहरू पनि गर्नु सकिहालेँ क्या। अब त्यो धन्ना थुपार्दाखेरि भरे झन् धेरै हुन्छ, अब सकिहाल्यो भने सनकसिरै भइहाल्छ नि त। अनि त्यो भएको कारणले चाहिँ अनि मैले धन्नाहरू पनि गरेँ। अनि धन्ना सक्दा ओर्दा ठिक्क मेरो हस्बेन्ड पनि आउनुभयो क्या। हामीले चाहिँ पानीपुरी मात्रै लिनको लागि पठाएको थियौँ। लास्टमा मेरो हस्बेन्डले चाहिँ चटपटे अनि अन्डा पनि लिएर आउनुभएछ। यहाँ हेर्नु ल, अब चटपटे पनि ल्याउनु भएछ। हामीले हिजो रक्सको सिजर खेल्ने भनेको थियौँ नि त। अनि त्यो हुँदाखेरि अनि फेरि आज अल्छी लाग्यो नखेल्ने भन्यो भने हामीले खेलिनौँ। अनि चटपटे अनि पानीपुरी अन्डा लिएर आउनुभएछ। पानीपुरीको मसला पनि थिएन, त्यो भएको कारण मैले पानी पनि बनाएको थिइनँ। अनि त्यसपछि मैले पानी पनि बनाइसकेँ। यहाँ पानी पनि रेडी भयो र अब म यहाँनिर पानीपुरी फुराउन थालेँ। र मैले चाहिँ कतिवटा पानीपुरी फुराएँ गेस गर्नु ल। म लास्टमा भन्छु मैले कतिवटा पानीपुरी फुराएँ भनेर चाहिँ होइन। म यस्तो धमाधमसँगले पानीपुरी फुराउँछु नि। एउटा भाँडो अलिक ठिकै भाँडो लिएर बसेको थियो मैले चाहिँ। अनि त्यो पनि भर्यो क्या। अनि मेरो हस्बेन्ड अर्को भाँडो ल्याएर दिनुभयो। अनि त्यो पनि सानै भयो। अनि भित्र गएर अर्को ठुलो हारी ल्याइदिनु भयो क्या मेरो हस्बेन्डले चाहिँ। अनि त्यहाँ लास्टमा हेर्नु है त्यो पनि छ। अनि यहाँनिर सबैभन्दा धेरै पानीपुरी खाने चाहिँ हाम्रो सानो मान्छे है, भान्जो। उसलाई चाहिँ पानीपुरी भनेपछि यति धेरै मनपर्छ नि, उसलाई खाना पनि चाहिँदैन क्या, त्यस्तो मनपर्छ क्या उसलाई। केटीलाई के मन पर्थ्यो होला र होइन, केटीहरूलाई के मनपर्छ होला र पानीपुरी, उसलाई त्यस्तो धेरै बेसी मनपर्छ क्या पानीपुरी भनेपछि। हुरुके कसैलाई पनि खानै नदिनु भन्ने खालका छन् क्या। अनि अब उसलाई यति खाऊ है सानै, अब यति चाहिँ भयो भन्यो भने तपाईँहरूले यति धेरै म चाहिँ यति थोरै भन्न थाल्छन्। अनि उसलाई सानो सानो छानेर दियो भने पनि उसलाई त मन पर्दैन, उसलाई ठुल्ठुलो चाहिन्छ। अनि कम्तीको चाहिँ राम्ररी खाने बेला पनि त्यस्तै भयो क्या। सानो सानो मुख मर्दैन होला भनेर सानो सानो हालिदिएको, उसलाई के को राम मलाई चाहिँ यत्रो सानो सानो, तपाईँहरू चाहिँ ठुलो खाने भनेर। अनि ठुल्ठुलो हालिदिएको थियौँ। उसलाई यति धेरै मनपर्छ पानीपुरी। माइ गड, पानीपुरी बनाउने भनेको सकेपछि त ऊ हेर्नु है यत्रो हारीमा मैले कतिवटा फुराएको थिएँ गेस गर्नु होला नि। यता चाहिँ मेरो हस्बेन्डले अन्डा उसिन बसाउनु भएको थियो र पानीपुरी फुराइसकेपछि हामीहरूले चाहिँ चटपटे खान थाल्यौँ। चटपटे उसिन्छ नि त। अनि पानीपुरी फुराइसकेर अनि चटपटे खाना थाल्यौँ। अनि हामीले चटपटे खाइसकेपछि अनि म चाहिँ यहाँ मेरो हस्बेन्डलाई खुवाइदिँदै थिएँ है। अनि कस्तो हस्बेन्डले कस्तो दुःखको खबर पनि सुनाउनु भयो होइन, कस्तो नराम्रो पनि लाग्यो। त्यो चाहिँ पछि थाहा पाउनुहुन्छ के हो भनेर होइन। अनि यहाँनिर अब मामभान्जा खेल्न पनि थाल्नुभयो। उहाँलाई मामभान्जाको खेल पुरै रमाइलो भइरहेको छ भान्जालाई चाहिँ होइन। अनि उसलाई चाहिँ आलु नहालिकन पानीपुरी त्यत्तिकै राखिदिएको मात्रै छ, आलु हालेर खाँदैन क्या ऊ चाहिँ। अनि यति मजाले खेल्यो नि। र त्यसपछि चाहिँ हामी अब पानीपुरी खान थाल्यौँ। उहाँले चाहिँ अघि खाइओरि बसिसक्नु भएको है। उहाँ चाहिँ यता मम पनि खाँदै हुन्छ। उसले पनि झन्डै 30-40वटा त खायो होला नि, सानैले पनि कम्तीमा पनि। र अब हामीले पानीपुरी पनि खाइसक्यौँ। अनि पानीपुरी खाइसकेपछि अनि बुइनले चाहिँ भर्ना गर्न थाल्नुभयो। अनि म चाहिँ बाहिर सनाक सिनिक पार्न थालेँ। अब गर्नु त पर्छ, सनाक सिनिक त पार्नु पर्यो 4 बजिसकेपछि है।
अनि मैले पानीपुरी चाहिँ 100वटा फुराएको थिएँ है गाइस कतिजनाले गेस गर्नुभएको गर्नु भएन कमेन्ट गर्नु होला थ्याङ्क यू फर वाचिङ एभ्री वान किप सपोर्टिङ